म सञ्जय अधिकारी वैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत छु र आजको बसाइमा म तपाईलाई वैदेशिक रोजगार बोर्डले श्रमिकलाई के कस्ता सहायताहरू तथा राहत उद्धारहरूका कार्यहरू गर्दछ भन्ने जानकारी दिन्छु। विशेष गरी मृत्यु र उपचार सम्बन्धी जानकारी दिन्छु आजको सत्रमा। वैदेशिक रोजगारको क्रममा कुनै श्रमिकको मृत्यु भएको छ भने यदि उहाँको मृत्यु चाहिँ करार अवधिभित्र उहाँले लिएको श्रम स्वीकृतिको करार अवधिभित्र मृत्यु भएको छ भने वैदेशिक रोजगार बोर्डले निशुल्क शव नेपालसम्म ल्याउने व्यवस्था गर्दछ र नेपाल ल्याइसकेको शव पनि निशुल्क रूपमा शव व्यवस्थापन घरसम्म पुर्याउने कार्य वैदेशिक रोजगार बोर्डले गर्दै आएको छ। तर यसका लागि श्रम स्वीकृति लिएर अनिवार्य गएको हुनुपर्छ र यस्ता घटना चाहिँ श्रम स्वीकृतिको अवधिभित्र भएको हुनुपर्छ। यदि श्रम स्वीकृति सकिएको छ भने पनि वैदेशिक रोजगार बोर्डको सचिवालयले यस्ता सेवाहरू चाहिँ 1 साल अवधिभित्र निवेदन दिएमा पनि प्राप्त गर्न सकिन्छ। विदेशमा वा स्वदेशमा मृत्यु भएको श्रमिकलाई वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने क्षतिपूर्तिका अलावा उहाँहरूको करार अवधिको हदम्याद हेरेर इन्सुरेन्स कम्पनीले अधिकतम 14 लाख रुपैयाँसम्म प्रदान गर्दछ। यसरी हेर्दाखेरि वैदेशिक रोजगारको क्रममा मृत्यु भएका श्रमिकको हकमा वैदेशिक रोजगार बोर्डबाट 10 लाख र इन्सुरेन्सबाट 14 लाख गरी कुल 24 लाख क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ। वैदेशिक रोजगारको क्रममा वा नेपालमै पनि वैदेशिक रोजगारको क्रममा जानुभएका श्रमिकहरूको कुनै पनि कारणले अङ्गभङ्ग भएमा वा बिरामी पर्नु भएको अवस्थामा उहाँहरूलाई वैदेशिक रोजगार बोर्डले स्वास्थ्य उपचारका लागि पनि रकम उपलब्ध गराउँदै आएको छ। नेपाल सरकारले तोकेको कानुन बमोजिम अधिकतम 7 लाख रुपैयाँ र न्यूनतम 50,000 उहाँले क्षतिपूर्ति स्वरूप प्राप्त गर्न सक्नुहुनेछ। श्रमिक अलावा श्रमिकको परिवारलाई पनि घातक 5 रोग लागेको अवस्थामा वैदेशिक रोजगार बोर्डको सचिवालयले 50,000 का दरले औषधि उपचार खर्च प्रदान गर्दै आएको छ। यस्ता 5 वटा घातक रोगहरूका नाम रहेका छन् क्यान्सर, मुटु सम्बन्धी रोग, मृगौला सम्बन्धी रोग, पार्किन्सन्स र अल्जाइमर। यी सम्पूर्ण सेवाहरू प्राप्त गर्नको निम्ति महत्त्वपूर्ण विषय रहेको छ 2टा कुरा। यी सम्पूर्ण सेवाहरू प्राप्त गर्नको निम्ति चाहिँ श्रम स्वीकृति गरेर विदेश गएको हुनुपर्दछ र दोस्रो यी सम्पूर्ण घटनाहरू करार अवधिभित्र भएको हुनुपर्दछ। त्यसैले आफ्नो करार अवधि सकिएको छ कि भनेर सचेत हुन यहाँलाई म हार्दिक अनुरोध गर्दछु। वैदेशिक रोजगार बोर्डबाट बिरामी वा अङ्गभङ्ग भई अथवा मृत्यु भई श्रमिकले पूर्ण सहायता पाउनु भएको छ भने पूर्ण सहायतालाई कसरी बुझ्न सकिन्छ भने बिरामी भएको हकमा वा अङ्गभङ्ग भएको हकमा 7 लाख रुपैयाँ प्राप्त गरेको वा मृत्यु भएको हकमा परिवारले 10 लाख रुपैयाँ क्षतिपूर्ति पाएको हकको श्रमिकको सन्ततिलाई 12 कक्षासम्म छात्रवृत्ति प्रदान गर्दछ। 8 कक्षासम्मको हकमा 12,000 रकम छात्रवृत्ति स्वरूप प्रदान गरिन्छ भने 12 कक्षासम्म 16,000 रुपैयाँ प्रदान गरिने गरेको छ र यसरी छात्रवृत्ति प्राप्त गर्न 18 वर्ष नपुगेको हुनुपर्दछ। बोर्डले प्रदान गर्ने विभिन्न सेवाहरू मृत्यु बापतको क्षतिपूर्ति, छात्रवृत्तिको कुराहरू, अङ्गभङ्ग बापतका क्षतिपूर्तिका र उपचारका खर्चहरू चाहिँ प्राप्त गर्न यहाँहरूले आफ्नै स्थानीय तहबाट रोजगार संयोजक मार्फत निवेदन पेश गर्न सक्नुहुन्छ। यसका निम्ति वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको फेमिस भन्ने प्रणाली रहेको छ। यो प्रणालीबाट रोजगार संयोजकहरूले कागजातहरू वैदेशिक रोजगार बोर्डमा पठाउनुहुन्छ अथवा तपाईहरूले आफ्नो जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको आप्रवासी स्रोत केन्द्र एमआरसी पनि भिजिट गर्न सक्नुहुन्छ। एमआरसीमा सहजकर्ताहरू हुनुहुन्छ, उहाँहरूले तपाईहरूलाई के कस्ता कागजात आवश्यक पर्छ भनेर सहजीकरण गरिदिनुहुन्छ। यस्ता कागजातहरूले तपाईहरूलाई छिटो आफ्नो सेवा प्राप्त गर्न मद्दत गर्दछ। कागजात हाल्ने क्रममा कुनै कागजात छुटेको छ कि कुनै कागजात अपुग भएको छ कि भन्ने विषयमा सचेत रहेर रोजगार संयोजक अथवा एमआरसीसँग तपाईहरूले संवाद गर्न सक्नुहुन्छ। यसरी उहाँहरू मार्फत पठाएको कागजातको आधारमा यहाँले पाउने सेवा सुविधा छिटो पनि हुन्छ र प्रभावकारी पनि हुन्छ। वैदेशिक रोजगार बोर्ड विदेश जाने श्रमिकहरूको एक अभिन्न मित्र रहेको छ। विदेशमा जाँदा समस्या पर्दाखेरि, अलपत्र पर्दाखेरि, कानुनी झैझमेलामा पर्दाखेरि, मृत्यु पर्दाखेरि, बिरामी उपचार हुँदाखेरि अथवा परिवारका सदस्यहरू समेत बिरामी पर्दाखेरि उपचार गर्ने एउटा सहयोगी संस्थाको रूपमा रहिआएको छ। तर हाम्रो चाहना के रहेको छ भन्दाखेरि यहाँहरूलाई कुनै समस्या नपरोस्। वैदेशिक रोजगार बोर्डले समस्या पर्दा यहाँहरूलाई सहयोग गर्न फ्रन्टलाइनमा त अगाडि नै आएर सेवा गर्दछ, तर हाम्रो उद्देश्य भनेको यहाँहरू सुरक्षित वैदेशिक रोजगारीमा गएर आफ्नो शरीर र स्वास्थ्यको ख्याल गरेर शारीरिक, मानसिक र आर्थिक अवस्थालाई पनि ख्याल गरेर सकुशल नेपाल फिर्ता हुन सक्नु भएमा नै वैदेशिक रोजगार बोर्ड र समग्र नेपाल सरकार वास्तवमै खुसी हुन्छ र यस कारणले हामीले यहाँहरूलाई सुरक्षित वैदेशिक रोजगार र आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विभिन्न कार्यक्रमहरू पनि प्रचार र प्रसारण गर्दै आएका छौँ। यहाँहरूले यसको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ। यहाँहरूको यात्रा सुरक्षित रहोस् र यहाँहरू सुरक्षित नेपाल फर्किनुहोस् भन्ने हाम्रो कामना रहेको छ। सहयोग गर्ने अवस्था आइपरेमा हामी सदैव यहाँहरूको सहयोगका लागि तयार भएर बसेका छौँ।